जय मस्ती सप्ताहको पहिलो दिन खाली कबर पुनरुत्थान स्टार सन्डे उहाँको भविष्यवाणी साँच्चै पूरा भयो। भजन सङ्ग्रह 16 को 10 अध्याय तपाईले मेरो प्राणलाई अन्धलोकमा छोड्ने हुने छैन। साँच्चै न त मृत्युले न त कबरले उहाँलाई बोरी उठ्नुमा रोक्न सक्यो। हालेलुया। र साँच्चै उहाँले चाहिँ यूहन्ना 2 अध्यायको 19, 20, 21 पद भनेको अनुसार उहाँ पूरा गर्नुभयो। उहाँ भन्नुहुन्थ्यो यहुदीहरूलाई कि तिमीहरूले यो मन्दिरलाई गिराइदियो, फेरि म 3 दिनमा यसलाई खडा गर्नेछु। यहुदीहरूले त्यो समय हाँसे, यो मन्दिर बनाउनुमा त 46 साल लाग्यो, तपाईले यसलाई 3 दिनमा बनाउनुहुन्छ। तर उहाँले चाहिँ के हुन्छ, इँटा र ढुङ्गाले बनाएको मन्दिरको कुरा गर्नु हुँदैन थियो, आफ्नो शरीरको कुरा गर्नुहुन्थ्यो। साँच्चै हामी पहिला कुरन्ती 15 अध्यायको 20, 21, 22मा हेर्थ्यौँ भने चाहिँ उहाँ चाहिँ मृतकमा चाहिँ जी उठ्नुभयो, मानिसमा पहिले हुनुहुन्थ्यो। हालेलुया। आदमको द्वारा संसारमा मृत्यु आए तापनि प्रभु यीशु मसीहको द्वारा संसारमा अनन्त जीवन आएको छ। हालेलुया। र परमेश्वरले आफ्नो वादा त पुरा गर्नुभयो है, फेरि भोलि उठ्नुभयो। त्यसरी हामी पनि प्रभुको हरेक वचनलाई आज्ञाकारिताको अनुसार जिउँ र आउँदो दिनमा प्रभुको दोस्रो आगमनमा हामी सबै पौडी उठ्नेछौँ, यानि कि अनन्त जीवन पाउनेछौँ। ह्याप्पी इस्टर सन्डे।